हेलो फ्रेंड्स, गुड मर्निङ। वेलकम बैक टू माई च्यानल नेपाली युट्युबर उर्मिला। सो साथीहरू, जस्तो यहाँ देखिरहनुहुन्छ बिहान बिहान आज यति पानी पर्यो। बिहान 5 बजी एकदमै मुसलधार पानी परेको छ। यतिखेर चाहिँ लगभग 5:30-6 बज्दैछ साथीहरू। अनि यहाँ चाहिँ म मर्निङको काम गर्न गइरहेको छु। जस्तो ब्रस गर्ने, नुहाई धुवाई मैले गरिरहेको छु। अनि मेरो नुहाई धुवाई भइसक्यो साथीहरू। एकदमै घाम कस्तो चर्केको छ। अघि चाहिँ पानी पर्दै थियो हैन, बिहान बिहान कस्तो पानी पर्यो। अहिले चाहिँ घाम चर्केको छ। एकदम गर्मी सुरु भयो फेरि। मैले देखाउँछु घाम कस्तो चर्केको छ ब्याक क्यामेराबाट। कस्तो चर्केको छ। घाम देख्नु भयो, कस्तो चर्केको छ। यस्तो गर्मी छ। बिहान पानी परेको, अहिले घाम भएर उम्को। चिया खाँदैन। अनि मैले र बुहारीले त रेगुलरी खान्छौँ। हामी दुईजनाले चाहिँ बिहान बिहान चिया खान्छौँ। अनि म चाहिँ पहिला जस्तो चिया भोटिङ सुरु भइसकेको छ। 7 बजीदेखि म चाहिँ अहिले खानापिना गरेर जाने हो। सो त्यही भएर बुहारी चाहिँ माइत गएकी छिन् भोट दिनका लागि। अनि म एक्लै छु। अनि कान्छो छोरा चाहिँ पाल्पा घुम्न गएको छ। उसको चाहिँ भोटर आइडी छैन, त्यही भएर उसलाई भोट पनि दिन छैन। भोटर आइडी नभएपछि त्यही भएर ऊ चाहिँ घुम्न गएको छ। अनि अमित चाहिँ सुतिरहेको छ, जेठो छोरा सुतिरहेको छ। अनि यतिखेर 7:30 बजिसक्यो होइन। अनि चाहिँ अब के गरौँ भनेर एक्लै भए पनि चिया खान पऱ्यो भने चिया खाँदैछु। तो साथीहरू, तपाईँहरू हुनुहुन्छ मलाई साथ दिनका लागि चिया खानका होइन। तपाईँहरूसित गफ गर्दा गर्दा मेरो चिया पनि पाकिसक्यो। ब्रेड रहेछ होइन। अब यो ब्रेड बिग्रिने डर हुन्छ नि त धेरै दिन भयो भने। अनि त्यही भएर ब्रेड नै खान पर्यो। यसलाई चाहिँ मैले ग्यासमा सेक्छु। न त अब सबैले ग्यासमा किन सेक्नु त भन्नुहोला, ग्यासको राप राम्रो हुँदैन। तर अलिअलि यसको ब्याक्टेरियाहरू मार्नका लागि ग्यास नै ठिक हुन्छ। अब यसै त तताएर खान सकिन्छ होइन तावामा। अब त्यति टाइम छैन तावामा तताउने भन्ने भयो।
फ्यान चलाएर यहाँ बस्छु। सो साथीहरू तयार भइसकेकी छु होइन। आज चुनाव छ, जस्तो कि मैले अघि पनि भने चुनाव छ अनि भोट हाल्न जानका लागि म तयार छु। र हाम्रो नेपालमा कस्तो हुन्छ, यस्तो हुन्छ भोटको, ठिक छ। यसमा दिनुपर्छ है, यसमा छाप लगाउने हो। जो तपाईँलाई इच्छा छ यसमा छाप लगाउने। अब यो छाप यस्तो छ होइन, अब जस्तो यहाँ सूर्यको छाप बाइक छ, अनि त्यसपछि यता पनि रुखहरू छ, कलमहरू छ होइन। अब के हुन्छ भनेपछि जस्तो तपाईँलाई अब जुनमा दिने इच्छा लागेको छ होइन, जस्तो अब रुखमा दिने इच्छा लागेको छ भने यहाँनिर छाप लाउने, रुखलाई नसटाइकन यहाँ छाप लाउने। यदि तपाईँलाई रुखमा 7वटालाई दिन मन लागेको छ भने सबै दिन, यहाँ 2टा छ नि, 2टामा पनि एउटै छाप लगाउने, 2टा होइन, यहाँ लगाउने, एकदम यहाँनिर यो रुखलाई छेउन हुँदैन। अब जस्तो तपाईँलाई अब यहाँ अब यो अब जस्तो भनौँ न, यो तपाईँलाई अब वडा अध्यक्ष यहाँ मन परेको छ होइन, अब यहाँ लगाइदिनु। त्यसपछि अब तपाईँलाई अर्को एउटा कोही नेता अब उपमेयर मेयरको बनाउन छ भने यहाँ लगाइ, भने जुनमा पनि यहाँ अब के यसरी लाइनसित 7वटा लाउन पर्यो। अब यसरी लाउन छ भने एउटामा मात्रै लाउने हो मैले जानेको। अब म चाहिँ भोट दिन जाँदैछु, फर्स्टचोटि हो मैले भोट दिने। साथीहरू म चाहिँ फर्स्टचोटि नेपालमा भोट दिनका लागि जाँदैछु। नेपालमा आएदेखि 12-13 वर्ष भयो, अझसम्म मैले भोट दिएकी थिइनँ। मेरो भोटर आइडी पनि थिएन, त्यही भएर मैले भोट दिन पाएकी थिइनँ। सो मैले अहिलेको वर्ष भोटर आइडी बनाएँ अनि यसपालि चाहिँ मैले मेरो अधिकार पाएँ होइन। मैले इच्छा लागेको छु हाम्रो देशमा राम्रो, मैले व्यक्ति हेर्ने होइन, कुनै पार्टी पनि मैले हेर्दिनँ। जो हाम्रो अहिले होइन रिसेन्टली जसले राम्रो काम गर्दैछ या गर्छन् उसैलाई दिने हो भोट, त्यस्तो व्यक्तिलाई छुट्याएर मैले दिने छैन साथीहरू। सो म चाहिँ जानको लागि तयार। जस्तो कि थाहा छ होला हजुरहरूलाई, थाहा छैन, मेरो आँखा अलिकति कमजोर छ, त्यही भएर म चाहिँ चस्मा लगाएर भोट दिने हो, ताकि केही पनि गल्ती नहोस्, मेरो भोट रद्द नहोस्। त्यही भएर एकदमै सिस्टमले राम्रो गरेर मैले भोट दिनेछु साथीहरू। अब त्यहाँ भिडियो गर्न सायद मिल्दैन होला, त्यही पनि हेरौँ कतिको भिडियो गर्न मिल्छ नि भिडियो गर्छु। मेन चिज मतपत्र, मेरो यो भोटर आइडी यसपालि मैले बनाएको मतपत्र। अब यो चाहिँ साक्षी छ, यो मेरो अधिकार छ, मैले भोट दिन पाउँछु। सो गएर आज यसको युटिलाइज गर्छु, युज गर्छु। सो आई एम भेरी ह्याप्पी। सही नेताको चुनाव गर्न सक्छु मैले। मेरो लागि जो राम्रो काम गर्दैछन् होइन, मैले उसैलाई नै दिने हो। म कुनै पार्टी कोही यो मैले हेर्नेवाला छैन। जसले रिसेन्टली राम्रो काम गर्दैछन् उसैलाई मैले दिने हो भोट है त साथीहरू। तपाईँहरूले चाहिँ कस्तो के गर्नुहुन्छ, पार्टी चुनाव गर्नुहुन्छ या जसले राम्रो काम गर्दैछन् उसलाई दिनुहुन्छ भन्नु होला है साथीहरू। सो लेट्स गो, ढिलो नगरिकन। सो फ्रेन्ड्स, म चाहिँ भोटिङ सेन्टर आइसकेकी छु। यो चाहिँ 3 बजीको टाइम हो, म 3 बजी आएँ। बिहान 7 बजीदेखि नै चलिरहेको छ यहाँ भोटिङ। सो एकदमै भिडभाड छ, तर एकदम शान्तिपूर्ण ढङ्गले यहाँ भोटिङ हुँदैछ साथीहरू। वृद्ध ज्येष्ठ नागरिकहरूलाई चाहिँ प्राथमिकता दिएको छ, सुत्केरीहरूलाई पनि प्राथमिकता दिएको छ। सो एकदमै राम्रो भोटिङ भइरहेको छ, एकदमै शान्तिपूर्ण ढङ्गले भइरहेको छ। जति भिड भयो भने पनि, जति गर्मी भयो भने पनि शान्तिपूर्ण ढङ्गले नै भोटिङ हुँदैछ। सो साथीहरू मैले पनि मेरो भोट हाल्छु, हेर्दै गर्नुहोस् कसरी कसरी म के गर्छु। पुरा भिडियो त मैले गर्न सकिनँ साथीहरू। सो यहाँ चाहिँ मलाई नम्बर दिँदैछन्, मेरो भोटिङ कार्ड लिएर यहाँ मलाई नम्बर दिँदैछन् कुन नम्बरमा म लाइन लाग्ने भनेर।
साथीहरू यहाँ चाहिँ अल्फाबेटले लाइन लगाइएको छ, जस्तो क ख ग घ यस्तो लाइन बनाइएको छ। अनि मैले चाहिँ क नम्बरको लाइन पाएँ, क अक्षरको नम्बर भनेछु। अनि म चाहिँ क जहाँ लेखेको छ त्यही नै लाइन लागेर त्यहीँबाट नै भोट दिने हो। साथीहरू यति घाम चर्किएको छ, यति गर्मी छ कि के गरौँ ल। हेर्नुहोस् म दुलै चाहिँ बनेर उभिएको छु, गर्मीले गर्दा एकदमै घाम चर्किएको छ साथीहरू। र पनि मेरो भोट मैले हाल्ने छु, आफ्नो अधिकार लिने छु साथीहरू। साथीहरू हेर्नुहोस् मैले मेरो भोट हालिसकेँ। तपाईँले आफ्नो भोट हाल्नुभयो कि भएन साथीहरू भन्नु। साथीहरू मैले चाहिँ भोट दिएर आएँ होइन। तपाईँहरूले भोट दिनुभयो कि भएन, आफ्नो भोट आफ्नो अधिकारको प्रयोग गर्नुभयो कि भएन। मैले चाहिँ प्रयोग गरेँ। आज फर्स्टचोटि नेपालमा मैले भोट दिएको, एकदमै खुसी लागिरहेको छ। आफूले चाहेको व्यक्ति होइन, जसले राम्रो काम गर्दैछन् उहाँलाई भोट दिन पाएकोमा धेरै धेरै खुसी लाग्दैछ। अब हेरौँ हार जित त अब पछिको कुरो के हुन्छ। गर्मी, यस्तो गर्मी थियो आज हो। अनि मैले चाहिँ हिजो पनि लस्सी, आज पनि लस्सी बनाएकी छु। मात्र लेउडेमा चटपटे खाने, चटपटे खाने लस्सी। साथीहरू चटपटे लस्सी खाँदै अनि छोराले मलाई भिडियोहरू देखाउँदैछ चुनावको, के कस्तो भयो, कहाँ रद्द भयो, कहाँ शान्तिपूर्ण ढङ्गले भयो, के भयो भनेर त्यही भिडियो मलाई देखाउँदैछ र हामी त्यही गफ गर्दैछौँ साथीहरू। आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? यदि मन पर्यो भने लाइक गरिदिनु होला र यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला साथीहरू। र यदि अझै मन पर्यो भने यो भिडियो साथीभाइसँग सेयर पनि गरिदिनु होला। यति बेर हेरिदिनु भएकोमा मेरो भिडियोलाई धेरै धेरै धन्यवाद छ। बाई बाई, फेरि भेटौँला साथीहरू नेक्स्ट भिडियोमा।